हेलो साथीहरू, आज म तपाईँहरूसँग एउटा आफ्नो खुसीको खबर सेयर गर्छु है। यो अक्टोबर 27 अक्टोबर 2025मा मेरो सबैभन्दा सानो कान्छा भाइको छोरी जन्म्यो। यति राम्रो दिनमा जन्म्यो। त्यो दिन छठ पूजाको दिन थियो। म फुपू भए कति खुसीको बात। लेकिन के गर्नु साथीहरू, अब उनीहरू बस्छन् उहाँ अरुणाचलमा, अरू म यहाँ बस्छु यति दूर दिल्लीमा। फट्टे जान्छु भन्यो भने पनि जानु सकिँदैन, बहुत कुछ सोच्नुपर्छ। भोलि 11 दिन छ, भोलि 11 दिनमा न्वारन छ। एकदम धुमधाम लागिरहेछन् घरको मान्छेहरू, एकदम अब पेन्डल उन्डल लगाछन्। अब सुनेर यति खुसी लाग्दैछ। अहिले जाम जस्तो लाग्छ, लेकिन जानु पाउँदिनँ। अब हेरौँ फुपू भदैनीको कहिले भेट हुन्छ। फुपू भदैनीको अब कहिले भेट हुन्छ, छिटै भेट हुन्छ।